महेश्वर भगवान को महाकाली महालक्ष्मी सरस्वती भगवान को समस्त थानीमा देवी देवताहरूको सत्य सनातन हिन्दू धर्म को ओम गजानन भूत गणाधि सेवितं कपित जम्बू फलचारु भक्षम उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वर पादपङ्कजम् गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः नारायण जय गुरु गणेश जय बाबू जय गुरु गणेश शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं माछो कुर बँदेल बाघ बनिँदै कहिले मगन्ते हुँदै जङ्गली चुरे कैका योगी खुनिजे हुँदै नाना रूप लिँदै कलङ्क सहँदै भुबार हरदा छँदा हाम्रा ए मनमा नै बसिराखुन् शीर्षेश साई सदा नारायण वासुदेवाय बाबु वासुदेवाय संसार सारां भुजगेन्द्रहारां सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि नारायण नमः शिवाय हे बाबु नमः शिवाय कलाई दिनी होला कान्छी छोरी देवाका कलाई दिनी होला कान्छी छोरी देवाका
मथुरामा उग्रसेनको सुनको महल थियो हे मथुरामा उग्रसेनको सुनको महल थियो सुनको महल थियो राम ए शङ्ख घण्टा बज्दा झनै शङ्ख घण्टा बज्दा झनै शोभा धेरै दियो कान्छी छोरी देवका हे कसलाई दिने होला कान्छी छोरी देवका भाइ भरदर दरबारमा आए हे उग्रसेनको भाइ भरदर दरबारमा आए दरबारमा आए राम ए कान्छी छोरी कसलाई दिने कान्छी छोरी कसलाई दिने सल्लाह गर्न लागे कान्छी छोरी देवका हे कसलाई दिने होला कान्छी छोरी देवका सहरवासी सबै जिल्ला हे पुरा सुन्दा सहरवासी सबै जिल्ला परे सबै जिल्ला परे राम कान्छी पनि वसुदेवलाई कान्छी पनि वसुदेवलाई तिमीले सल्लाह गरे कान्छी छोरी देवका हे कसलाई दिने होला कान्छी छोरी देवका देवकी कन्या थिइन् सुरसेनाको वर हे देवकी कन्या थिइन् सुरसेनाको वर सुरसेनाको पटेश्वरको जन्ती आयो पटेश्वरको जन्ती आयो उग्रसेनको घर कान्छी छोरी देवका हे कसलाई दिने होला कान्छी छोरी देवका
देवकीको विवाह हुन गएको हे वसुदेव र देवकीको विवाह हुन गएको राम। हे राजा मथुरामा राजा मथुरामा कत्रो उत्सव भएको कान्छी छोरी देवका ए कसलाई दिने होला कान्छी छोरी देवका राम राम नारायण कति रमाइलो हेरा बाबु कति रमाइलो कति रमाइलो मथुरामा उग्रसेनको दरबारमा सुरसेनको छोरो वसुदेव र देवकी छोरी देवकीको विवाह हुन गएको जन्ती हजारौँ हजार जन्ती आएको कतै मासु पाकेको छ कतै पुलाउ पाकेको छ कतै च्याउ आजको च्याउ पनि आउँछ नि है च्याउ पाकेको छ कतै देउता बाल्दै खान्छन् सारा पाकेको सबलाई निम्तो छ ढिलो भयो सबलाई है ढिलो भयो होइन सबै निम्तो छ सबै निम्तोमा ऊभन्दा ऊ राम्ररी भएर सिँगारेर आछन् है कोही यता फर्काएर कोही ढाड फर्काएर बसेका छन् है आएको छन् त्यो विवाहको उसो कस्तो थियो भने न अहिलेसम्म त्यो जिन्दगीमा कहिले भएको थियो न भोलि कहिले हुनेवाला थियो भयङ्कर थियो भूतन भविष्यति भन्छ न कहिले भएको न कहिले हुनेवाला छ त्यो विवाहका उत्सवमा कंसले आफ्नो बहिनी कोही थिएन काकाको छोरीलाई बहिनी मानेको थियो त्यो बहिनीलाई आफ्नो विवाहमा नारायण दाइजो दिएर हेरा बाबु दाइजो दिएर दाइजो दियो रथ दाइजो दियो गाडी दाइजो अनि घर दाइजो दियो असंख्य सम्पत्ति दाइजोमा दान दियो अनि सारा रात दास दासी पनि साथमा लगाएर त्यो कंस आफ्नो बहिनीलाई विवाहबाट अनबाएर बहिनी पुर्याउन भनिकन नारायण निस्क्यो घरबाट हेरा बाबु निस्क्यो घरबाट मानेर बहिनीको विवाहमा हजारौं दाइजो दिएर कंस बहिनी लिएर गयो आफै रथ हाँक्यो रथको ड्राइभर आफै बन्यो र खाँदै जाँदै थियो अलि पर पुगिसकेपछि आकाशवाणी भयो कस्तो आकाशवाणी भने पति पग्रहिणम कंस माव सेवा शरीरवाग वशस्तमस्तम गर्भ हन्ताम भसे बुध भागवतको 10औं श्लोक हो। यो पापी कंस त जसलाई आज पुर्याउन जान लागेको छैन त्यसको 8औं गर्भबाट तेरो मृत्यु हुन्छ भने आकाशवाणी भयो। अब कंस के भयो त भन्दा कंस अब रातो पिरो भयो अहिलेसम्म बडो खुसी लागेको कंस अब त्यसकैछिनमा रातो रिसा छेडे रुष्ट छेडे तुष्ट रुष्ट तुष्ट छेडे छेडे अबै बस्ती चित्ताना प्रसादी भयङ्कर भन्छ त्यो दुष्ट मान्छे छिटै रिसाउँ छिटै खुसी हुने हुन्छ
आज कंस पनि बडो रिसायो यो बहिनीको गर्भबाट जन्मेको बच्चाले मलाई मार्छ आज यसैलाई मारिदिन्छु भन्ने मनमा विचार गरेर कमरा खुकुरी झिकेर नारायण दरबारे घुमायो हे हेरा बाबु दरबार घुमायो दरबार घुमायो यता बस्तीले बिदा गर्नुभयो हो भर्खर बिहा गरेर ल्याएको दुलै घरमा रोतेले खेले होला भतेर पाक्यो होला अब बाटैमा यस्तो भयो भने के गर्ने कंससुर महाराज तपाईँले शास्त्र पढेको बुझेको मान्छे शास्त्रमा लेखेको छ अनुज बधु भगिनी सुत नारी सुन सठै कन्या समाचारी भनेको छ भाइ बहिनी छोराबाट दिदी पनि समान हुन्छ त्यसलाई मार्न हुँदैन भनेको छ फेरि जो माङ्गलिक यात्रामा छ त्यसलाई बाधा अवरोध गर्न हुँदैन भनेको छ माङ्गलिक यात्रा भनेको एउटा विवाहको दुला दुलै अर्को चाहिँ लास अर्को सवारी त्यसले छेक्न हुँदैन अगर बिहामा टुट्यो त पनि दुला दुलै चाहिँ सके यस्ता प्रकार एक बाबु कंस तपाईँले यो बहिनी डर त होइन नि भन्दा होइन यो बहिनीबाट जन्मेको बच्चादेखि डर हो त्यसो भने जति बच्चा जन्मे तिमीलाई म सुम्पिउँला भएर बाचा गराएर वसुदेवले आफ्नो दुलै लिएर गए दिन बित्यो महिना बित्यो वर्ष बित्दै गयो देवकीले बस्दै गएबाट पहिलो छोरा जन्मेको जसको नाम थियो कीर्तिमन्त पथरदम कमसानेको दुन्नेकी भन्छ शास्त्रमा त्यसको नाम कीर्तिमन्त राखे त्यो कीर्तिमन्त जन्मिने बित्तिकै वसुदेवले देवकीको काखबाट खोसेर ल्याएर कंसलाई बुझाउने काम गर्नु हो कंसले विचार गर्नु हो मलाई त आफूले मार्ने भने त कोही के मार्ला फेरि भान्दा त झोलीको देउता भने मार्न हुने बेला पठाइदिन्छु मलाई फिर्ता पठाइसकेपछि स्वर्गमा कोलाहलमा थियो ओहो यदि कंसले पाप गरेन भने त कसरी कंस पाप भएर भरिन्छ फेरि भगवान् यहाँ धराधरमा आउने भन्ने विचार गरेर देवताहरूले छल गरेर गएर कंसलाई भने महाराज कंस त्यो वसुदेव छन् नि त्यो देवता हुन् तिम्रो बाबु सूर्य पनि देवता हो हेर देवता जाली हुन्छन् आठ गएर पहिलेमा आउनु पनि सक्छ भन्ने बुझाउन जानु पऱ्यो सबैलाई मारेर छोड्नु होइन मारे नारदले सारा बताइसकेपछि कंसले फेरि त्यो आफ्नो देवकी वसुदेवबाट जन्मेको पहिलो बच्चा बोलाएर नारायण मार्ने काम गर्यो हे हेरा बाबु मार्ने काम गर्यो बाउलाई पनि झ्याल खानु माने आफ्नो राज्य गर्न थाल्यो सारा आफ्नो राज्यमा रहेका जति पनि धर्मात्मक महानुभावहरू त्यो सबैलाई बन्दी बनायो एक साथ राज्य गर्न थालेको अनि त्यही वसुदेव देवकी कंसको जेलमा बस्दा बस्दै दोस्रो छोरो जन्म्यो त्यसलाई मार्यो तेस्रो चौथो पाँचौँ छैटौँ पनि मार्यो सातौँ मार्न सकेन त्यसलाई रोहिणी घरमा सारियो यस्तो प्रकारले सातौँ घरमा आइसकेपछि नारायण भयो चमत्कार भयो चमत्कार कृष्ण बाला झलमला भएर हे जन्मे कृष्ण बाला झलमला भएर
भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा मथुराको कारागारमा जन्मे परमात्मा झलमल भएर जन्मे कृष्ण बाला झलमल भएर कृष्णले जन्म लिए 12 बजे रातमा श्री कृष्णले जन्म लिए 12 बजे रातमा 12 बजे रातमा शङ्ख चक्र गदा पद्म शङ्ख चक्र गदा पद्म उनका चारै हातमा झलमल भएर हे जन्मे कृष्ण बाला झलमल भएर गर्भ श्री कृष्ण सातौं बलराम अष्टम गर्भ श्री कृष्ण सातौं बलराम सातौं बलराम यी दुवैको पृथ्वीको हार हर्ने काम झलमल भएर हे जन्मे कृष्ण बाला झलमल भएर हे देवकीको आठौं गर्भ कृष्ण जन्म भारो कृष्ण जन्म भारो कठै बरा कंसासुरको कठै बारा